ला आए आओ यता Gelinere ajong na agiyon ko yung duto yung bunyi kaisa primit ana kaisa ri dugun ko inongdam adium pun kon gelinere ren somre ren kasir na klongbo yang ko adin sumsimo aku mene aku suka chule chule Patuya morumo timrai hu Sara संसारमा छ पाए तिमीलाई आज तिम्रै hu आज विशेष गरी यो वर्षको दिनमा हाम्रो परिवारको निमन्त्रणालाई स्वीकार गर्दै हाम्रो बहिनी रेशमा स्टेपी अनि भाइ हजबन्डको उहाँको यो दाम्पत्य जीवनको पहिलो सुरुको यो यात्रा विशेष गरी परमेश्वरबाट आशिष अनुग्रह पाउनु भनी प्रार्थना गरिदिनुहुन उहाँलाई आशिष दिनुहुन आउनुभएका सम्पूर्ण जनलाई विशेष गरी यो घडी हाम्रो पल्ली पिता फादर अङ्गसको हाम्रो धर्म प्रान्तको चान्सेलर फादर श्री डिकन लगायत सम्पूर्ण फादरगण साथै आमन्त्रित सम्पूर्णहरूलाई म मेरो परिवारकोबाट साथै हामी दुईको परिवारकोबाट तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी सबै मिलेर उहाँहरूको निम्ति प्रार्थना गरौँ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा हाम्रो प्रभु यीशु ख्रीष्टको अनुग्रह अनि परमेश्वरको प्रेम अनि पवित्र आत्माको सत्सङ्ग तपाईहरू सबैसँग होउन्। ज्ञान ज्योति नामक पुस्तकको 21 अध्यायको 5 पदले भन्छ, त्यहाँ लेखिएको छ, प्रभुले भन्नुहुन्छ, हेर म सबै नयाँ बनाइदिनेछु। ख्रिस्टले तिनीहरूलाई प्रेम गर्नुभयो, उहाँकै अनुकरण गरेर तिनीहरू पनि प्रेमको बाटो हिँड। पतिहरूले पनि आफ्नो पत्नीलाई प्रेम गर। ख्रिस्टले आफ्नो धर्ममण्डलीलाई प्रेम गर्नुभए जस्तै कलङ्क रहित र गौरवपूर्ण धर्ममण्डलीलाई आफ्नो
आफैले परमेश्वर कहाँ अर्पण गर्ने उहाँको इच्छा थियो। त्यसै गरी आफ्नै शरीरलाई प्रेम गरे जस्तो प्रत्येक मानिस आफ्नी पत्नीलाई प्रेम गर्न बाध्य छन्। आफ्नी स्त्रीलाई प्रेम गर्नु कि आफैलाई प्रेम गर्नु होइन र? फेरि कसैले कहिले पनि आफ्नै शरीरलाई घृणा गरेका छैनन् र? बरु यसको जतन गर्छन्, हेरचाह गर्छन्। ख्रीष्टले आफ्नो धर्ममण्डलीलाई पनि त्यसै गर्नुहुन्छ। यसो भनौँ, तिमीहरू प्रत्येकले आफैलाई प्रेम गरे जस्तो आफ्नी पत्नीलाई प्रेम गर, अनि प्रत्येक स्वास्नी मानिसले पनि आफ्ना पतिको इज्जत गर्नु। प्रभुको वचन। आफ्नो नव जीवन सुरु गरिरहने हाम्रो यशमान स्टेफी अनि युधिष्ठिर दुईजनालाई वचन राख्न चाहन्छु। यो प्रेमको सम्बन्धमा आज तिमीहरू एकअर्कासँग प्रार्थना लागिरहेका छौ। यो करार जो सबैको निम्ति प्रार्थनाको लागि तिमीहरू आज यहाँ छौ। यो एकदमै सुन्दर करार हो, सुन्दर कसम जो तिमीहरूले एकअर्कालाई खाइरहेका छौ। अनि यो सुन्दर कसमलाई यो सुन्दर समयलाई धेरै सौन्दर्य, एकदमै अझ धेरै सुन्दरता यो पवित्र विवाहको संस्कारले ल्याउँदछ, जहाँ केवल तिमीहरू दुईजना मात्र एकअर्कामा बाँधिँदैन, तर त्यहाँ तिमीहरू दुईजना साथै ख्रीष्ट बाँधिनुहुन्छ। विवाहको विशेष गरी दुई मुख्य विशेषताहरू छ है, टु प्रपर्टिज। सायद म्यारेज कोर्समा पनि सिक्यो होला, सुन्यो होला, जुन चाहिँ हो चिरस्थायी सम्बन्ध। चिरस्थायी सम्बन्ध भनेको एकदमै त्यो सम्बन्ध एकदमै जीवनको अन्तसम्म नै चिरस्थायी, एकदमै त्यो सम्बन्धमा तिमीहरू बाँधिन लागिरहेका छौ। अनि दोस्रो मुख्य विशेषता हो कि अविच्छेद्यता, जसको मतलब त्यसलाई डिजल्भै गर्न सक्दैन, यसलाई छुट्याउनु नै सक्दैन, विच्छेदै गर्न सक्दैन। यो सम्बन्ध यस्तो घनिष्ठ सम्बन्धमा आज बाँध्न लागिरहेका छौँ। परमेश्वरले विवाहित जीवनमा परमेश्वरको इच्छामा उहाँले सुन्दर सृष्टि दिनुहुन्छ। त्यसको मतलब तिमीहरू दुईजना परमेश्वरको त्यो सृष्टिको एउटा माध्यम बन्दछ। त्यसको मतलब तिमीहरूबाट परमेश्वरले परिवार दिनुहुन्छ। त्यो पनि एउटा प्रमुख उद्देश्य हो, हामीले कहिले पनि भुल्दैनौँ। तसर्थ सबैको एक भएर जिउनका निम्ति प्रार्थना एकदमै अनिवार्य छ। दुईजना मिलेर प्रार्थना गर्नुपर्छ। आफ्नो ड्युटी हुन्छ है, आफ्नो ड्युटीहरू हुन्छ, भिन्दै ठाउँमा बस्नुपर्छ। यद्यपि समय नभए तापनि आफै भएर एकअर्काको निम्ति प्रार्थना गर्दै अघि बढ्नु परेको छ। रेजेस अनि स्टेफी, के तपाईँहरूले अर्का बिना राज्य खुसीले विवाह गर्ने ढिलो विचार गर्नुभएको हो? तपाईँहरू पति पत्नी भएर एक दुस्रालाई जीवनभर प्रेम गर्नु अनि आदर गर्नु तयार हुनुहुन्छ? विवाह संस्कारको पवित्र बन्धनमा बाँधिनु तपाईँहरू चाहनुहुन्छ। यसकारण तपाईँहरू दुवैले आफ्नो दायाँ हात बाँधी परमेश्वर अनि धर्ममण्डलीको सामु आफ्नो सम्मति दिनुहोस्। रेजमा, म रेजिस्ट्रेट तिमीलाई मेरो पत्नी मान्दछु। म प्रतिज्ञा गर्दछु कि दुःखमा होस् या सुखमा म जीवनभर तपाईँको पदमा बस्नेछु। म तपाईँलाई साँचो प्रेम अनि आदर गर्नेछु। रेजिस, म तपाईँलाई मेरी
प्रति मान्दछु म प्रतिज्ञा गर्दछु कि दुःखमा होस् या सुखमा म जीवनभर तपाईँको साथमा बस्नेछु म तपाईँलाई साँचो प्रेम अनि आदर गर्दछु तपाईँहरूले मण्डलीको समक्ष यो प्रतिज्ञा गर्नुभयो ईश्वरले कृपया तपाईँहरूको यस प्रतिज्ञालाई दृढ गराउन् अनि तपाईँहरूलाई आशिष दिउन् जसलाई ईश्वरले जोड्नु भएको छ मानिसले नछुट्याउन्। रेशमा मेरो प्रेम अनि सतको चिनो यो औँठिदिनुहोस् पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा। मेरो प्रेम अनि सतको चिन्ह यो औँठी लिनुहोस् पिता अनि पुत्र अनि पवित्र आत्माको नाम। येशू तपाईं बढ्नुहोस् मेरो शिर झुकाऊ। उनले सबै वस्तुहरू पवित्र पारिन्छन् यो सिन्दुर पोतेलाई आशिष दिनुहोस्। यी पति पत्नीले तपाईँको इच्छा अनि परम्परा अनुसार यसको प्रयोग गरी तपाईँबाट शारीरिक स्वास्थ्य र आत्मिक सुरक्षा पाउन सकुन्। ख्रीष्ट हाम्रा प्रभुद्वारा तपाईँले हाम्रो इच्छा पुरा गर्नुभयो। तपाईँको अपार प्रेममा हामीलाई पारस्परिक प्रेमको साथमा बस्ने कृपा दिनुहोस्। हामी दुवै एक चित्त भए तपाईँलाई धन्यवाद दिँदछौँ। तपाईँ हाम्रो भरोसा हुनुहुन्छ। हाम्रो वैवाहिक जीवन तपाईँकै सहारामा बनिएको छ। हे प्रभु, हामी तपाईँका वरदानहरूमा आशा राख्दछौँ। हामी एक दोस्रोको आत्मिक भलाइ खोज्न सकौँ, प्रतिदिन तपाईँको इच्छा अनुसार जिउन सकौँ, आफ्ना कामहरू तपाईँको नियम अनुसार पुरा गर्न सकौँ, आफ्नो दुःख सुख तपाईँलाई नै सुम्पन्न सकौँ, तपाईँबाट पाएको सन्तानलाई तपाईँकै नजिक पुर्याउन सकौँ। ख्रीष्ट हाम्रो प्रभुद्वारा उपलब्ध उहाँहरू भएका छन् र त्यसकै आधारमा पनि उहाँहरूकन क्यान्डलको जुन चाहिँ फ्लेम छ तपाईँहरूले चाहिँ केही गराइदिनुहोस् जसमा कि त्यो द्वारा शक्तिद्वारा शून्यदेखि अब वस्तुहरू सृष्टि
गर्नुभयो। आराधना 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 येशू आराधना 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 येशू बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हुँ तिम्रै हुँ तिमीलाई भेटाइदिनु भो मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म हाँसु या रोऊँ म बाँच्छु या मरु म तिम्रै Ya ibu deku kumchen konglo itu kumchen konglo lang nongyu nongit itu nongyu nongit itu nodongyu kodong kim dam kayu dukungan itu ek nilai kayu beri sa kayu buni konglo senda turbo tim sa nahit on made dong siti sa beri kayu gonggol yang nong itu boy senda itu kayu kan Rongdi tiatong na song kayo ren song sa niga di sogong kayo adi kami ano kayo kam rong iti sa dichim chiri kam dogon na kayo ren song sa nahan kayo pudi ko mo ganlen nahan ay kayo sut sun sa kayo aning sa rong kari kayo re ko no ko mo ana abi ganlen la yok kono le lisyo ko arere ya amone limre ayu akun sa liga nombre tela munun kumkyong ka dul ka warnong munun kain ka nam di kata kalayak na bonong di uli nare sumto mo yang sen na ure do kay nam di kata katek nare aku ayun liga di ule to mo yang ana adi kayo kong sa aku ayun bunyo kami ani kan bulun ko Sela ay sila kayo bintang ani leto mo. Ada adi kayo om isa di timnak ito. Yoga sa asam sa komkat. Enso sa kayo. यदि भान्जेको राजी खुसीले गएको म खुसी छु भन्यो भने चाहिँ अलिक फ्रिदिनु भयो ल ल
एकै जग्गा थियो यो विश्वास योगी एकै जग्गा थियो अब म्याउ तपाईँ ल अब भोलि अब है त्यस्तो परिस्थिति पर्दा अब हिँड्न माइतीले चिनाउन लिनु लकाल भन्नु माइतीको जग्गा पनि छ आफूले उहाँले साह्रै राम्रो बुझाउनु गरेको अहिले राम्रो हुन्छ भनेर जिम्मा दिएर दुईजनालाई दुईजनालाई एउटा बनाएको छैन अब सानैदेखि हुर्काए बढाएँ मेहनत गरेर बढाएँ पढाएँ आफ्नो खुट्टामा उठ्ने भएको छ र आफ्नो खुट्टामा उभ्याएर आज म्योकलाई मैले जिम्मा दिँदा म आफैलाई एउटा एकदम ढुक्क लागिरहेको थियो गर्व लागिरहेको थियो किन कमसेकम मेरो छोरी पनि आफ्नो खुट्टामा उठ्ने चाहिँ भएको छ यसको लागि चाहिँ म एकदम खुसी छु रमरमलाई धन्यवाद दिन्छु मेरो मेहनत खेरो भएन मेरो मेहनतमा परमेश्वरको आशिष थियो यसैले गर्दा आज एकदमै राम्रो भएको छ अब दुईजना पनि यसरी नै परमेश्वरबाट पाउनुपर्छ धेरै आशिषहरू पाउनुको लागि आफै आशिषित हुनुपर्छ सधैँ नै अब गैसारमा भरोसामा विश्वासमा रमसा अगुवाईमा यसरी नै अगाडि बढ्नु कहिले पनि भने ऐसा अब अमिलपन नहुनु म मेरै छोरीलाई सम्झिन्छु किन अलिकति भए मेरो रिस पढा छ हो मिलेर बस्नु कहिले झगडा नगर्नु कहिले अब के भन्छ चुलामा पनि त अब त्यो अगुलको ठसाठोस भएर पनि बल्दैन दाउरा आगो बल्दैन त्यही कारण तर आउँछ तर सधैँलाई होइन फेरि मिलिहाल्नुपर्छ परालको आगो जसै बल्यो मिल्यो फेरि बल्यो मिल्यो बस यसरी नै अब यसो माने जीवन एकदमै उज्जवल होस् राम्रो होस् फल्दै जाओस् फुल्दै जाओस् वृद्धि हुँदै जाओस् जो परमेश्वरले नै वचन गर्नुहुन्छ हामी परमेश्वरले महिमाको लागि मानिस जाति सृष्टि गर्यो अनि आशिष दिएको छ तिमीहरू फल्दै जाऊ फुल्दै जाऊ वृद्धि हुँदै जाऊ भनेर दिएको आशिषलाई सङ्घाल्नु अँगाल्नु अन्त एकदम रमसा आशिषमा अगाडि बढ्नु एकता प्रेममा सबैजना मिलेर बस्नु भएको छ प्रार्थनामै जीवन बिताउनुको लागि दुईजनाकै जरुरी छ दुईजनाको प्रार्थना चाहिँ सुनै हुन्छ प्रभुमा एकजना मात्रै कना भयो भने जस्तै अब हल गोरु पनि कना भयो भने तानिँदैन हलो त्यही कारण मजबुत हुनुपर्छ दुईजना एकदम मजबुत दरिलो भएर अगाडि बढ्ने है अब के बाउको इच्छा पुरा गर्नु नै लामो आयु पाउँछ है जसले अब बाउ पनि आज्ञाकारी बनेर जिउँछन् तिनीहरूको त कस्तो आयु वरदान पाउँछ बाइबल लामो आयु हुन्छ उसले सन्तान तल देख्ने मौका पाउँछ यदि त्यो देख्ने चाहना तपाईँले राख्नुहुन्छ भने ढुक्काको आमा बाउ किन न यो जग्गाको आमा बाउ किन न अझ्यौँ अनि कति माथि के नहोस् त्यो सबैजनाको आज्ञाकारिता दियो भने लामो आयु वरदान यति महान मेरो छोरीको कारण यो परिवारको डाइरेक्सनको कारणले आज हामीले यो इज्जतहरू हामीले पाइराखेको छौँ भावी दिनहरूमा पनि तपाईँहरूको यही प्रकारको प्रार्थना निरन्तर छोराछोरीहरूमाथि नाथ पनाथहरूमाथि गरिरहनु भयो भने यस्तो प्रकारको ठुल्ठुलो सौभाग्यहरू अझै यही उमेरमा हामीले प्रशस्त पाउँदै जान्छौँ प्रकाशित वाक्यको कुराहरू गर्दै थियो नि तिमीहरूलाई चाहिँ अब म नयाँ सृष्टि बनाउने आज तपाईँहरूको नयाँ परिवारमा सृष्टि भएको छ यो आशिषित परिवार होस् निरन्तर हाम्रो प्रार्थना र तपाईँहरूको शुभकामना हामी यही नै परिवारको तर्फबाट दिन्छौँ
येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने हो प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने मण्डली हामी हौँ ख्रिस्ट येशूको दुलही हामी हौँ ख्रिस्ट प्रभुको मण्डली हामी हौँ ख्रिस्ट येशूको दुलही हामी हौँ ख्रिस्ट प्रभुको सम्बन्ध गहिरिएको मनमुटु खिलिएको प्रेमले उनको कहिले नटुट्ने यो सम्बन्ध गहिरिएको मनमुटु खिलिएको प्रेमले उनको कहिले नटुट्ने यो भयो भेला शरीर हामी हौँ ख्रिस्ट येशूको शिर हुनुहुन्छ उहाँ हाम्रो शरीर हामी हौँ ख्रिस्ट येशूको शिर हुनुहुन्छ उहाँ हाम्रो आपसमा गाँसिएको जीवनले भरिएको प्रभावले यसको संसारै ढाकिने भो हो आपसमा गाँसिएको जीवनले भरिएको प्रभावले यसको संसारै ढाकिने भो
보쇼 경경고 근육포 Senlakayu serongre rencong na kaisa liga rencong na naruta ratu hani bicho ratu ka rencong re nahando kaino re hamingsa हुन त मेरो बहिनी भान्जीले गर्दाखेरि आज दुई परिवार कन्या अनि डुकाको सम्बन्ध यति राम्रो भएर गएको छ। मेरो लागि मैले भाइलाई मैले भाइ भन्छु भने किनभने त्यो सम्बन्ध अझै हुन्छ नि त अनि यहाँ आउनु छ तपाईँहरूले पनि अनि बहिनीलाई यहाँ ल्याउँदा मलाई त अब आँसु आइरहेको छ किनभने सानोदेखि अब हामी सँगै बढेको क्या हामीले जुन विश्वास पायो परिवारबाट पाएको विश्वास त्यो विश्वास चाहिँ भाइ बहिनीले पनि त्यो चाहिँ जागरुक गरेर राख्नु पऱ्यो अनि दुईजनाको विश्वासलाई चाहिँ त्यो बरकरार राख्नको निम्ति तपाईँहरूको पनि ठुलो आश छ है अनि तपाईँहरू पनि विश्वासी हुनुहुन्छ भने मलाई एकदमै म विश्वास गर्छु त्यो धार्मिक कुरोहरूबाट किनभने धर्ममा हामी राम्रो छ भने हाम्रो जीवन परिवार सबै नै राम्रो Verla goti korsho loik zoban gobam sho bunzop verla goti korsho loik zoban gobam sho seni sona kitak menyin longjum segorgen gotornon sho seni sona kitak menyin segorgen gotornon sho kung bertap sekekebego agosem